संयोजक आदरणीय खुशीराम चौधरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै सैना मैना नगरपालिकाका नगर प्रमुख आदरणीय खडन प्रसाद शर्मा दाजुलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि सैना मैना नगरपालिकाका उपप्रमुख आदरणीय बिना राणाज्यूलाई हार्दिक अनुरोध गर्दछु। सायद उहाँ आउँदै हुनुहुन्छ होला। त्यस्तै गरी वार्ड नम्बर 1 का वडाध्यक्ष जुन यो मन्दिर धाम रहेको छ त्यो वडाध्यक्ष श्री भुवन छेत्रीज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै 2 नम्बर वडाका वडाध्यक्ष अमरबहादुर कणेलज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 3 का वडाध्यक्ष श्री तम्बहादुर पूर्जाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 4 का वडाध्यक्ष रामप्रसाद अधिकारीज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 5 का वडाध्यक्ष धनप्रसाद पौडेलज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 6 का वडाध्यक्ष गोपाल पोखरेलज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 7 का वडाध्यक्ष राजकुमार चौधरीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 8 का वडाध्यक्ष बुद्धिराम चौधरीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै बिचमा हाम्रो पूर्व माननीय कमला विकजीको उपस्थिति रहेको छ। उहाँलाई म विशिष्ट अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 9 का वडाध्यक्ष भानुभक्त पाण्डेज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 10 का वडाध्यक्ष कृष्ण प्रसाद घिमिरेज्यूलाई पनि म अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै वार्ड नम्बर 11 का वडाध्यक्ष रामप्रसाद भुषालज्यूलाई पनि म अतिथिको आसन ग्रहणको हार्दिक अनुरोध गर्छु। त्यस्तै सम्पूर्ण जनप्रतिनिधिहरू उपस्थित हुनुहुन्छ, उहाँहरूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र आसन ग्रहणकै क्रममा नेपाली काङ्ग्रेसका नगर सभापति श्री रणबहादुर खनालज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सदस्य हुँदै गर्दाखेरि रामबहादुर कुँवर सर आज आउनु भ्याउनु भएन। त्यस कारणले पनि हामीले कार्यक्रम हामीले नै मिलेर गर्न पर्ने भएको छ। र यसै क्रममा हामीले यो निर्वाचन गराउने अधिवेशन सम्पन्न गराउने क्रममा हामीले देखे भएका समस्याहरू लगाएर हामीले केही सल्लाह सुझाव पनि, हुन त हाम्रो यो समिति सल्लाह सुझाव दिने समिति होइन, निर्वाचन गराउने समिति हो, तर पनि हामीलाई भएका कठिनाइहरू र केही हामीले चाहिँ यहाँ सल्लाह सुझाव दिने प्रयास पनि गरेका छौँ नवनिर्वाचित सदस्यलाई, के अरे नवनिर्वाचित समितिलाई, र ती कुराहरूको पनि जानकारी गराउँदै र उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नको लागि यस कार्यक्रमका सभाध्यक्ष र यो निर्वाचन समितिका संयोजक श्री खुशीराम चौधरीजीलाई म हार्दिक अनुरोध गर्दछु। निर्वाचन समितिका सदस्य चित्रबहादुर केसी सर, यो बोलबम धामको 18औं साधारण सभा तथा
19औं साधारण सभा तथा 8औं अधिवेशन यो निर्वाचन समितिद्वारा पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि यस सैना मैना नगरपालिकाका नगर प्रमुख आदरणीय व्यक्तित्व फणेन्द्र प्रसाद शर्माज्यू, त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिराख्नुभएका विशिष्ट अतिथि लुम्बिनी प्रदेशको माननीय सांसद आदरणीय कमला विश्वकर्माज्यू, त्यसै गरी यस संस्थाको निवर्तमान अध्यक्ष आदरणीय रामबली चौधरी दाई, त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गर्नुभएका नेकपा एमालेका जिल्ला कमिटी सदस्य साथीहरू, नेकपा एमालेका नेपाली काङ्ग्रेसका नगर कमिटी अध्यक्ष लगायत नेता साथीहरू, त्यसै गरी माओवादी केन्द्रका आसन ग्रहण गरिराख्नुभएका अतिथिज्यू लगायत रासपा, राप्रपा, जनमोर्चा, जनमुक्ति लगायत सम्पूर्ण पार्टीका नेता साथीहरू, त्यसै गरी 1 देखि 11 नम्बर वार्डका वडाध्यक्षज्यूहरू, मुर्गिया खानेपानी सरसफाई संस्थाका अध्यक्षज्यू, त्यसै गरी उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ, सामुदायिक वन, खानेपानी संस्था, विद्यालयहरू लगायत विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, आज यहाँ हामीले सबै उपस्थिति यहाँ गरिमामय छ। त्यसै गरी ग्लोबल ब्याङ्कका म्यानेजर हाम्रो पदम पोखरेलज्यू लगायत सबै मान्छेहरू यहाँ सबैको एक जनाको नाम लिएर साध्य छैन, त्यसकारण आमन्त्रित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू र यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनुभएका पत्रकार मित्र साथीहरू र यो कार्यक्रममा सहभागी सम्पूर्ण मन्दिरको कर्मचारी लगायत विभिन्न क्षेत्रमा काम गरेर भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू र पूर्व समितिका सदस्य साथीहरू पनि आउनुभएको छ, उहाँहरूलाई पनि म नमन गर्न चाहन्छु, सम्झिन चाहन्छु। र यो गरिमामय कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकार गरी पाल्नु भएकोमा सबभन्दा पहिला सबैलाई म यो कार्यक्रममा हार्दिक स्वागत अभिवादन टकाउन चाहन्छु। र तपाईहरुको समय हामीले धेरै लिँदैनौँ, हामीले पौने घण्टासम्ममा सबै कार्यक्रमहरू भ्याउने हाम्रो लक्ष्य हो, किन भन्दाखेरि सबै मान्छेहरू कार्यव्यस्तता छ र हामीले सबैजनालाई बोल्न पनि दिँदैनौँ हैन। यो चाहिँ फेरि मैले पाइनँ के पाइनँ भन्ने चाहिँ नहोस्, हामीले कार्यक्रम छोटकाइलो बनाएको र सबैजनालाई चाहिँ यहाँ बोल्न मन भए पनि हामी चाहिँ समय विन्यास गरेका छैनौँ। यसका लागि सबभन्दा पहिला म निर्वाचन समितिको तर्फबाट तपाईहरुलाई तपाईहरुबाट क्षमा याचना गर्न चाहन्छु। र मुख्य गरेर यो पदस्थापन कार्यक्रम आज हामीले एउटा सर्वसम्मत रूपमा एउटा नेतृत्व चयन गरेका छौँ र यो सर्वसम्मत गर्नमा धेरै साथ दिनुभयो सबै राजनीतिक दलका साथीहरू, त्यसै गरेर पूर्व अध्यक्षहरू, यो मन्दिरसँग जोडिनुभएका धर्मगुरुहरू, राजनीतिक कर्मी साथीहरू, समाजसेवी, बुद्धिजीवी, धर्मपति, आस्थामान सम्पूर्ण दाजुभाइहरूले धेरै खालको सुझाव सल्लाहहरू दिनुभएको छ। त्यो सबै सुझाव सल्लाहहरू यो मैले के बुझेको छु भन्दाखेरि मन्दिरको एउटा सम्पत्तिको रूपमा बुझेको छु र उहाँहरूकै राय सुझाव सल्लाह बमोजिम आज हामीले एउटा सर्वसम्मत नेतृत्व चयन गरेका छौँ। अध्यक्षमा 3 जनाको उम्मेदवारी थियो। अब पूर्व अध्यक्ष निवर्तमान भइसक्नु भएको अध्यक्ष रामबली चौधरी दाईको थियो, त्यसै गरी पूर्व नगर प्रमुख भइसक्नु भएका चित्रबहादुर कार्की सरको थियो,
र अर्को फेरि यही मन्दिरसँग निरन्तर जोडिनु भएको धार्मिक मान्छे तपाईको अर्जुन धमलाजीको पनि थियो र उहाँहरू धेरै सुझाव सल्लाहहरू दिनुभयो, आफ्नो रायहरू राख्नुभयो, रस्साकसी गर्नुभयो, मन्दिरका बारेमा यसलाई वृद्धि विकास कसरी गर्न सकिन्छ त्यसका लागि धेरै सुझाव सल्लाहहरू पनि दिनुभयो र हामीले निकै प्रयासका बावजुद अहिले सर्वसम्मत नेतृत्व पाएका छौँ र एउटा जुझारु नेतृत्व पाएका छौँ। मैले यो अपेक्षा के गरेको छु भन्दाखेरि उहाँहरू यो 13 सदस्यीय समिति छ, 2 जना पदेना सदस्यहरू भनेको छ, तर हामीले निर्वाचन समितिको माइनटमै पनि के लेखेका छौँ भन्दाखेरि हामी निर्वाचन गराउन सक्ने एउटा मन्दिरमा गराउनै हुँदैन भन्ने धेरै प्रेसर थियो, सबैको प्रेसर थियो। बावजुद पनि नेतृत्व मिलाउन नसक्नु धेरै गाह्रो भइराखेको थियो। तर हामीले यो विधान अलिकति अपुरो र यसलाई संशोधन गर्नुपर्ने, अहिले लोकतान्त्रिक विधिबाट जुन चाहिँ ऐनहरू आएको छ त्यो ऐन बमोजिम जानुपर्छ भन्ने हामीले सुझावहरू राखेका छौँ। त्यो सुझाव अहिले कार्य समितिले विधान संशोधन गर्ने, त्यसपछि गएर मतदाता नावलीलाई जुन यहाँको आजीवन सदस्यहरू छ उहाँहरूको रेकर्डहरू अपडेट गर्ने, मृत्यु भएका साथीहरू को हुनुहुन्छ पूर्व उहाँहरूको छुट्टै एउटा रेकर्ड राख्ने, त्यसपछि गएर तपाईको सम्पर्कविहीन अथवा बाहिर रहनुभएका देश विदेशबाट बाहिर रहनुभएका उहाँहरूको रेकर्ड पनि एउटा छुट्टै फ्रेममा खडा गरेर अथवा छुट्टै रेकर्ड बनाएर राख्नुपर्ने देखिन्छ र यहाँ जीवित रहनुभएका क्रियाशील रहनुभएका मान्छेहरूको पनि एउटा रोस्टर बनाएर फरक फरक रोस्टरमा राखेर उहाँहरूको जिम्मेवारी त्यही बमोजिम मन्दिरले दिएला, यो समितिले अगाडि बढाउला भन्ने हामीले अपेक्षा गरेका छौँ। त्यसै गरी अझ पनि यो मन्दिरमा जुन हामीले देखियो अझै लेखा प्रणालीहरू पनि चुस्त गर्ने, हामीले लेखा आलेखको व्यवस्था विधानमा छैन, त्यसलाई विधान संशोधन गर्दा तुरन्तै गर्नुपर्ने। तर ऐनले के भन्छ भन्दाखेरि कुनै पनि सङ्घ संस्थाको अधिवेशनबाटै लेखा समिति चयन हुनुपर्छ भन्छ, किन भन्दाखेरि मुख्य अङ्गको रूपमा त्यसलाई ल्याइएको हुन्छ लेखा समिति। त्यसकारणले हामीले विधानमा नभए पनि त्यसलाई सहमतिमै लेखा समितिको चयन गरेका छौँ र यी सबै कुराहरू जुन धेरै कुराहरू छन् तर यो सबै कुराहरू आज गरेर साध्य छैन, त्यसलाई चाहिँ फेरि पनि हामीले परामर्श गरेर अगाडि बढाउँला र आज जुन तपाईहरुको सहयोगबाट हामीले एउटा सर्वसम्मत नेतृत्व चयन गरेका छौँ। यो नेतृत्वले हामीले अपेक्षा के गरेका छौँ भन्दाखेरि यो धाममा रहेको जुन गुरु योजना छ यो गुरु योजना पूरा कम्प्लिट गरोस् र यहाँ भएको सौन्दर्यीकरणका कामहरू अरू बाँकी कामहरू पनि सबै मिलेर सबैको नेतृत्व लिएर यो नेतृत्व सफल होस् भन्ने हामी शुभेच्छा जाहेर गर्दै यो निर्वाचन समितिको तर्फबाट तपाईहरुलाई धेरै धेरै स्वागत गर्दै मैले ऐनै पनि भने हामी वक्ता कम राखेका छौँ, त्यसकारणले दुःख मनाउ नगर्नु होला। यही कुराहरू राख्दै लास्टमा हामीले अब कार्यक्रम समापन भइसकेपछि खाजा नास्ताको व्यवस्था गरेका छौँ। त्यो खाजा नास्ता खाएर सबै तपाईहरु आफ्नो गन्तव्यतिर गइदिनका लागि म हार्दिक आग्रह गर्दै मेरो भनाइ अन्त गर्न चाहन्छु। निर्वाचित हुनुभएका नवनिर्वाचित समितिका साथीहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ र यसै क्रममा प्रमाणपत्र वितरण गरिदिनु हुनका लागि यस कार्यक्रमका प्रमुख अतिथि सैनामाई नगरपालिकाका नगर प्रमुख आदरणीय पढेन प्रसाद शर्माज्यूलाई हार्दिक अनुरोध गर्दछु र यो मैले एउटा यो प्रमाणपत्रको बेहोरा पढेर सुनाउने अनुमति चाहन्छु। श्री परुवा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम सैनामाई नगरपालिका वार्ड नम्बर 1 लुम्बिनी प्रदेश रूपन्देही प्रमाणपत्र रूपन्देही जिल्ला सैनामाई नगरपालिका वार्ड नम्बर 3 बस्ने तपाईँ श्री चित्रबहादुर कार्कीज्यू श्री परुवा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको 19औं वार्षिक साधारण सभा एवं 8औं अधिवेशनमा यस धामको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा रचनात्मक र सृजनात्मक सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै यो प्रमाणपत्र प्रदान गरिएको छ। यहाँको सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगति र यसो वृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना
82 2 महिना 31 गते शनिबार निर्वाचन समिति संयोजक खुसीराम चौधरी, निर्वाचन समिति सदस्य चित्रबहादुर केसी, निर्वाचन समिति सदस्य रामबहादुर कुँवर र ग्रहण गरिदिनु हुनको लागि नवनिर्वाचित अध्यक्षज्यूलाई म हार्दिक अनुरोध गर्दछु। र यसै गरी नवनिर्वाचित उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष दुलबहादुर थारूज्यू, म्याडम हजुर यता चेक्नु अरे। त्यस्तै सचिव रमाकान्त काफ्लेज्यू हुनुहुन्छ, त्यस्तै कोषाध्यक्ष छवि पन्तज्यू हुनुहुन्छ। छवि पन्तज्यू कोषाध्यक्ष, त्यस्तै सदस्यज्यूहरू विष्णु बस्नेत, शारदा चालिसे, त्यस्तै मार्कण्डेय शर्मा, रामवृक्ष मुराव, श्यामप्रसाद अधिकारी, गोविन्द प्रसाद पाण्डे, त्यस्तै हामीले लेखा समितिको पनि आन्तरिक लेखा समिति हेर्नको लागि आन्तरिक लेखा समिति पनि हामीले यही अधिवेशनबाटै छनौट गरेका थियौँ। आलेपमा संयोजक श्री लक्ष्मीप्रसाद शर्मा ज्यू हुनुहुन्छ, उहाँलाई पनि म आग्रह गर्छु। त्यस्तै विष्णु पौडेल र लक्ष्मी वाग्ले आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्दछु। केही साथीहरू अनुपस्थित रहेको मैले जानकारी। अब हजुर गाडी गर्छ नि यता। आफ्नो मन्तव्य राखिदिनु हुनको लागि यस संस्थाका निवर्तमान अध्यक्ष श्री रामबली चौधरीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सदस्य चित्रबहादुर केसी सर, आज यस धामको भर्खरै सम्पन्न निर्वाचन अथवा सहमतिका आधारमा जुन निर्वाचन सम्पन्न भएको छ, यस कार्यक्रमका अध्यक्ष एवं निर्वाचन मण्डलका संयोजक खुसीराम चौधरीज्यू, प्रमुख अतिथि यस नगरका प्रमुख फणेन्द्र प्रसाद शर्माज्यू, उपप्रमुख बीना राणाज्यू, पूर्व माननीय कमला विकाज्यू र धामका निर्वाचित भएर आउनुभएका नवनिर्वाचित अध्यक्ष चित्रबहादुर कार्कीज्यू,
राजनीतिक दलका प्रमुख र प्रतिनिधिज्यूहरू, वार्ड अध्यक्षज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट आउनुभएका प्रमुख र प्रतिनिधिज्यूहरू, धामका पदाधिकारी एवं पूर्व पदाधिकारी साथीहरू, यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, आज 19औं साधारण सभा तथा 8औं अधिवेशनबाट जुन एउटा अत्यन्त योभन्दा अगाडि नगरकै प्रमुख भएर सफल कार्यकाल बिताइसक्नुभएका, आफ्नो कार्यकाललाई अत्यन्तै उदाहरणीय बनाएर आज पुनः यस धामको बाँकी दोस्रो फेजको कामहरू पनि गर्न धेरै बाँकी छ, मैले गर्छु भनेर मसँग कुराकानी भयो। मैले पनि मेरो चाहना थियो अन्तिम कार्यकालसम्म अथवा मेरो अन्तिम कार्यकाल एकपटक फेरि पनि केही व्यक्तिहरूले तपाईले नै गरिदिनुपर्छ कि भनेर आग्रह गर्दै गर्दा मैले पनि चाहना त गरेका थिएँ, तर एउटा अवस्था कस्तो आयो भन्दाखेरि नगरकै नगरपिता भएर मेयर भएर चलाइसकेको व्यक्ति आइसकेपछि मैले स्वतः त्यो ठाउँ छोड्नुपर्ने भनेर मेरो मनमा त्यस्तो खालको एउटा प्रेरणा जाग्यो र मैले सहस्र रूपमा त्यो उहाँको प्रस्तावलाई मैले स्वीकारेर आज यस धामको सम्पूर्ण जिम्मेवारी उहाँलाई सुम्पिएको छ सबैको तर्फबाट र यसै अवसरमा कार्यकालको सफलताको शुभकामना सहित हार्दिक बधाई पनि दिन चाहन्छु। अब यो यहाँको सबैभन्दा वर्षभरिकै सबैभन्दा ठुलो पर्व, महत्त्वपूर्ण पर्व भनेको श्रावणी मेला गुरु पूर्णिमादेखि सुरु भएर जनै पूर्णिमासम्म लाग्ने जुन 1 महिने मेला हो त्यो एकदम मुखैमा आइसकेको छ र यो वर्षको आषाढ 26 गतेदेखि 26 गते उद्घाटन भई सुरुवात हुने हुँदा सम्भव भए आजैका दिनमा पहिलो बैठक बसी त्यतातिर पनि ध्यान जाओस् भनेर मैले आग्रह पनि गर्न चाहन्छु। किनभने जुन यात्रा समितिहरू गठन गरिन्छ त्यो समिति बनाउँदा पनि धेरै समय लाग्ने गर्छ, धेरैजनालाई समेट्नु पर्ने हुन्छ, किनभने त्यो निःशुल्क सेवामा आउने व्यक्तिहरूको खोजी गर्नुपर्ने हुन्छ जसको जिम्मेवारी यात्रा व्यवस्थापन समितिले नै लिएको हुन्छ। उहाँहरूले आफ्नो अनुकूलको सेवामा लाग्ने, निःशुल्क सेवामा लाग्ने साथीहरूको खोजी गर्नुहुन्छ र विभिन्न उपसमितिहरूको जिम्मेवारी दिनुहुन्छ। औषधि व्यवस्थापनदेखि लिएर पानी व्यवस्थापनदेखि लिएर भोजन व्यवस्थापनदेखि लिएर धेरै उपसमितिहरू जहाँ रहन्छन् त्यसको एउटा चयन गर्नलाई समय लाग्छ। त्यसकारण 26 गते गुरु पूर्णिमाको दिन उद्घाटन गर्नुपर्ने र आज हाम्रो डेटको अन्तिम दिन गर्दाखेरि यो समय लाग्ने हुँदाखेरि त्यतातिर वर्तमान समितिले एउटा राम्रो किसिमले चाहिँ अध्ययन गरेर यहाँ थुप्रै यात्रा समितिमा खास गरेर अहिलेका महासचिव पनि यात्रा समितिमा बसेर काम गरिसकेको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई यो प्रचार प्रसार पनि हामीले विभिन्न माध्यमबाट गरेकै हुन्छौँ, तर पनि यहाँको पार्किङ व्यवस्था हामीसँग जमिन छुट्टै छैन, धेरै छैन र जग्गा अलिकति थोरै भए पनि अगाडिपट्टि रहेको भए तापनि त्यसमा यहाँ अब मेलामा सर्कसहरू झुलाहरू आउने परम्परा पनि रहेको हुँदाखेरि अब
र व्यक्तिको जग्गाहरूमा व्यक्तिले नै बढीभन्दा बढी चाहिँ रकम लिने र मन्दिरलाई कम फाइदा हुनेहरू देखिएको हुनाले त्यतातिर पनि अब त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा आगामी दिनका लागि चुनौतीका विषय पनि छन्। र हामीले यहाँ गुरुकुल 2078 सालदेखि गुरुकुल पनि सञ्चालन गर्दै आएका थियौँ, जुन अहिले चलिराखेको अवस्थामै छ। यसलाई पनि यो पनि एउटा मन्दिरको गहना हो। अब म आफै हुन पाएको भए अथवा एक कार्यकाल अझै भएको भएदेखि यहाँ गौशालाको एकदमै आवश्यकता छ। किनभनेदेखि दैनिक 4-5 लिटर दुध आउँछ यहाँ, बटुकहरू लगायत त्यहाँ अभिषेक गर्नको लागि आधा लिटर अनि खानको लागि आउँछ। र त्योभन्दा हामीले आफै यहाँ चाहिँ जग्गाको व्यवस्थापन छुट्टै किसिमले जग्गाको व्यवस्थापन गरेर एउटा गौशाला निर्माण गर्न सक्यो र 2-4वटा गाईहरू पाल्न सक्यो भनेदेखि कमसेकम महिनामा 9-10 हजार रुपियाँ जुन खर्च भइराखेको छ त्यो पनि चाहिँ बचत हुने थियो र मल खादहरू पनि हुने थियो। मैले यो काठमाडौँको एउटा अरविन्द आश्रम भन्ने ठाउँ छ, त्यहाँ गएको थिएँ। गौशाला छ, थुप्रै गाईहरू छन् र उसको जग्गा पनि प्रशस्त छ। त्यो जग्गाभरि एकदम हराभरा पर्छ। उत्तरपूर्वमा नगरपालिका सैना महिनादेखि लिएर यहाँका आसपासका पालिकाहरूलाई पनि हामीले जोडेर यसलाई अझै उचाइमा पुर्याउनु पर्छ। हामीले आस्था विश्वास एउटा धार्मिक हिसाबबाट हामीले बुझ्दै गर्दाखेरि बुझेर मात्रै हुँदैन, यसलाई जीवनमा आफूले अनुसरण गरेर आफूलाई बदल्ने, समाजलाई पनि त्यही हिसाबले दोहोऱ्याउनु पर्ने पनि हुन्छ। र अहिलेसम्म जे जति काम भयो हुँदै गर्दाखेरि समय अगाडि बढ्दै गर्दाखेरि हामीले थप इँटाहरू जोड्न पर्ने हुन्छ र थप उचाइमा पुर्याउनु पर्ने हुन्छ। पछिल्लो चरणमा राज्यको पनि यसमा लगानी भइरहेको छ। यसलाई प्रबन्धन गर्ने विषयमा धेरै चासोका साथ हेरिएको छ। त्यही हिसाबले यसलाई हामीले स्थानीय सैना महिना र नजिकको पालिका बुटवल उपमहानगरपालिका हामी सँगसँगै यहाँका स्थानीयहरूलाई अधिकांश के माध्यमबाट हुन्छ जोड्नुपर्छ। हाम्रो सदस्यताको किसिमलाई पनि विधानलाई परिमार्जन गरेर कसरी अधिकांश मान्छेहरूलाई यसमा जोड्न सकिन्छ त्यो कुरामा यो समितिले ध्यान दिनुपर्ने हुन्छ। अहिलेसम्म काम गर्दाखेरि परेका बाधा अडचनहरूलाई यो सर्वपक्षीय हिसाबले नै अहिले समिति बनेको छ। यो समितिले चाहिँ एउटा अगुवाई दिनेछ र सबैलाई जोडेर चाहिँ यो आस्था विश्वासलाई अगाडि बढाउँदै यहाँको पर्यटन विकासलाई पनि टेवा दिने गरी हामीले यसलाई अगाडि बढाउनुपर्छ। विकास हामीले राजनीतिक परिवर्तन गरिसकेपछि हाम्रा ठाउँहरूलाई सम्वर्धन गरेर नै हाम्रो विकास हुने कुरा हो। यसले गर्दाखेरि कृषि पर्यटनलाई हामीले कसरी विकसित गर्न सक्छौँ। हाम्रो ठाउँमा आएर मान्छेहरू 2-4 मिनट पनि रोकिन नसक्ने अवस्था, आएर यहाँ मन्दिरमा दर्शन गर्ने, बाहिरबाट हाम्रो केही चिनोहरू किनेर लैजाने, हामीले यहाँका उत्पादनहरू सैना महिनामा हामीले के गर्न सकिन्छ त्यो कुराहरूलाई पनि हामी सानो सानो चिजहरूबाट हामीले जोडेर लैजानुपर्छ। र यो क्षेत्रलाई हामीले हिंसारहित सहकारी क्षेत्र हामीले कतिसम्म सम्भव छ त्यो पनि हामीले बनाउनुपर्छ। यो वरपर हामीले के गर्न सकिन्छ सम्भावनाका कुराहरू, तिनी कुराहरूलाई ध्यान दिएर हामीले यो धर्म मात्रै नभएर यसलाई पर्यटनसँग जोडेर, धार्मिक पर्यटन आस्था विश्वासलाई पर्यटनसँग जोडेर हामीले यहाँको विकासलाई आर्थिक उपार्जनलाई जोड्न सक्नुपर्छ। र आगामी दिनमा यो कुरामा सबैको साथ सहयोग रहनेछ भन्ने पूर्ण विश्वासका साथ यो नयाँ कार्य समितिलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै यसमा हाम्रो पनि पूर्ण रूपमा साथ समर्थन रहनेछ। यसको लागि अब आउँदै गरेको सरौनी मेला यसलाई उत्कृष्टता बनाउनुपर्छ। यहाँ आउने जाने धार्मिक श्रद्धालुहरूलाई पर्ने साह्रो गाह्रो स्वास्थ्य समस्यादेखि लिएर यस्ता कुरामा समितिले
विशेष ध्यान दिनुपर्छ। त्यस्तै गरेर सरसफाइ को कुरामा पनि पर्यटनहरू आउँदा जाँदा हुने फोहोर मैलालाई पनि समयमै हामीले व्यवस्थापन गरेर एउटा उत्कृष्ट नमुना पर्यटन क्षेत्र हामीले बनाउन जरुरी छ। यिनै कुरा राख्दै अहिले भर्खरै निर्वाचित कमिटीका अध्यक्ष लगायत सम्पूर्ण टिमलाई पुनः हार्दिक बधाई शुभकामना दिँदै मेरो भनाइ अन्त्य गर्न चाहन्छु। हार्दिक नमस्कार। बोलबम। उपस्थित सबैलाई धन्यवाद र आफ्नो यस संस्थामा रहेको भावी योजनाको बारेमा र आफ्नो प्रतिबद्धता व्यक्त गरिदिनुको लागि नवनिर्वाचित अध्यक्ष आदरणीय चित्रबहादुर कार्कीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सञ्चालक निर्वाचन समितिका सहसंयोजक चित्रबहादुर केसी भाइ, श्री पर्व परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको 19औं साधारण सभा तथा 8औं अधिवेशनबाट निर्वाचित सर्वसम्मत रूपमा निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोहका आदरणीय अध्यक्ष खुसीराम चौधरीज्यू, निर्वाचन समितिका सदस्यज्यूहरू, प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख श्री फणेन्द्र प्रसाद शर्माज्यू, उपप्रमुख बिना राणाज्यू, वडा अध्यक्षज्यूहरू, राजनीतिक दलका आदरणीय नेताज्यूहरू, विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व गरेर पाल्नुभएका सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, बोलबम धामका पूर्व अध्यक्ष आदरणीय रामबली चौधरी, पूर्व पदाधिकारीज्यूहरू र यो बोलबम धाम परिवारमा विभिन्न जिम्मेवारीमा रहनुभएका कर्मचारी, पुरोहित लगायत यो गुरुकुल लगायतका यसमा सहभागी भाइ बहिनीहरू समेत पत्रकार साथीहरू, सर्वप्रथम निवर्तमान यो निर्वाचन समितिलाई हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गर्न चाहन्छु। उहाँहरूले अत्यन्त निष्पक्षतापूर्वक छलफल गरिकन यो धामको उन्नति प्रगतिको लागि, त्यो धामको भविष्यलाई अझै उज्यालो बनाउने हिसाबले कार्यसमिति चयन गर्ने कुरामा जुन हिसाबले धैर्यतापूर्वक छलफल बहस चलाउने र यसलाई सर्वसम्मतिमा पुर्याउने प्रयास गर्नुभयो। यसको लागि निर्वाचन समितिलाई म नवनिर्वाचित कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद सहित आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी सर्वसम्मत समितिले भन्दैमा सर्वसम्मत हुन्छ भन्ने छैन। अध्यक्ष पदका आकाङ्क्षी आदरणीय दाई रामबली चौधरी र हाम्रो आदरणीय जोइ साहब अर्जुन धमालाजीले के हो धिमाल होइन अर्जुन धिमाल, उहाँहरूले जुन सहजीकरण गर्नुभयो, जुन त्याग गर्नुभयो, यसको भविष्यको लागि त्याग गरेर पनि योसँग जोडिएर यसलाई माथि उठाउने प्रतिबद्धता जुन प्रकट गर्नुभयो, त्यो कारणले गर्दा यो सर्वसम्मति गर्नलाई यो सहज भयो। यसमा त्याग त धेरैले गर्नुभएको छ, किनभने अस्तिको समितिमा एमालेका टन्नै साथीहरू हुनुहुन्थ्यो, अहिले अब धेरैले त्याग गर्नुभएको छ। अरू आकाङ्क्षीहरू धेरै हुनुहुन्थ्यो, सबैले त्याग गरेर यो सर्वसम्मति सम्भव भएको। म नवनिर्वाचित कार्यसमितिको तर्फबाट कार्यसमितिले एक्लैले केही पनि गर्न सक्दैन, धेरै फुर्ती लाएर केही हुनेवाला छैन। हेर्नुहोस्, यो सबैले सहयोग गर्ने, सबैले माया गर्ने हो भने त्यो कार्यसमितिले सबैको माया, सहयोग, प्रेरणा र बल्ल त्यसले काम चाहिँ गर्न सक्ने हो। हेर्नुहोस्, त्यस कारण सबैले माया गर्ने, सबैले सहयोग गर्ने, सबैले प्रोत्साहन गर्ने, यदि त्यो वातावरण बन्न सक्यो भने हामीले मन्दिरको जुन आगामी कार्यभार छ त्यसलाई सफलतापूर्वक निर्वाह गर्न हामी सफल हुनेछौँ। यहाँ
बोलबम विकास गृह योजना छ नगरपालिकाले बनाएको र नगरपालिकाको यो धामको यो व्यवस्थित विकासमा वैज्ञानिक योजना अनुसारको सुव्यवस्थित विकासमा नगरपालिकाको निर्णायक र महत्त्वपूर्ण भूमिका तथा योगदान रहँदै आएको छ र साथै यस निर्वाचन क्षेत्रबाट निर्वाचित माननीय सभासद विष्णु पौडेल जो अहिले नेपाल सरकारका माननीय अर्थमन्त्री हुनुहुन्छ उहाँको पनि निर्णायक र अमूल्य योगदान र सहयोग रहँदै आएको छ। नगरपालिका र वर्तमान सरकार प्रदेश सरकारको पनि अहिले इच्छा जागेको छ। प्रदेश सरकारका मुख्यमन्त्रीले पनि बोलबम धामलाई लगायत पाणिनी लगायत केही महत्त्वपूर्ण प्रदेशका यो धार्मिक ऐतिहासिक धार्मिक र धार्मिक पर्यटनसँग जोडेर विकास गर्न सकिने क्षेत्रलाई प्रदेशले पनि प्राथमिकता साथ अगाडि बढाउने जुन प्रतिबद्धता उहाँहरूको नीति तथा कार्यक्रममा आएको छ त्यसमा बोलबम धाम पनि समावेश हुनेछ र यसले पनि प्राथमिकता पाउने मैले अपेक्षा गरेको छु। यसरी तीनै तहका सरकार र यसका आजीवन सदस्य समर्थक शुभेच्छुक सबैको सहयोग मिल्यो भने हामीले हामीले जति जे सोचिरहेछौँ त्यो सोचिरहेको समयभन्दा पनि छोटो समयमा हामीले यसका योजनाहरूलाई आगामी कार्यभारहरूलाई अगाडि बढाउन हामी सक्षम हुनेछौँ। यहाँ मैले देखेको सबभन्दा पहिलो कुरा त व्यवस्थापकीय कुरा नै छ तर मन्दिरमा अहिले पूजाआजा गर्न पनि कठिन हुने गरी परिवारले डिस्टर्ब गरेको छ। त्यसलाई लगभग 10 लाख रुपियाँको तुरुन्त आँखी झ्यालहरू त्यसमा राख्नुपर्नेछ। मैले मिति तोकेर त भन्न सक्दिनँ, अहिले स्रोत व्यवस्थापन भइसकेको छैन तर त्यसको म प्रयासरत चाहिँ छु। छिट्टै त्यसको त्यो आँखी झ्याल राख्ने काम हामीले मन्दिरमा केही दिन लाग्ला केही महिना लाग्ला हामी त्यो काम हामी सम्पन्न गर्नेछौँ। छिट्टै त्यो काम गर्नेछौँ र जुन हाम्रो गृह योजना छ त्यो गृह योजना अनुसारको जुन यसको प्रगतिको काम छ निर्माणाधीन मन्दिरको बाँकी जुन लगभग 40% को काम छ त्यसलाई बढीमा 2 वर्षभित्र सम्पन्न गरेर हामी मन्दिरलाई एउटा वैदिक विधिपूर्वक यसलाई उद्घाटन गर्ने चरणसम्म हामी पुर्याउन चाहन्छौँ। हामी एउटा न्यूनतम त्यो लक्ष्य लिएर हामी अगाडि अहिले काम गर्न चाहन्छौँ। बाँकी मैले यो गृह योजना बनाउँदाखेरि एउटा सोचेको थिएँ नगरमा रहँदा बोलबम धाम अहिले यो भनिदिएपछि के हुन्छ भने छलफलमा जाओस् न। बोलबम धाम र बोलबम पार्कलाई एकीकृत रूपमा हामीले मिलाएर बोलबम धाम एवं उद्यान विकास गृह योजना मार्फत हामीले यो दुईटैलाई एकीकृत रूपमा विकास गर्न सक्यौँ भने यसको विकास छिटो हुने मैले देखेको छु। त्यही योजना अन्तर्गत यो मूल मन्दिर ठेक्का लगाएपछि बचेको 1.5 करोड लगेर त्यहाँ बाटोको ठेक्का निकालेको बोलबम पार्कमा त्यो योजना अन्तर्गत नै निकालेको। त्यो बाटो लगभग 60% त्यही 1.5 करोडले बनायो हो। बाँकी त हाम्रो मान्य भोजप्रसादजीले त्यसलाई अगाडि बढाउनु भयो। अब अहिले बोलबम धाम र बोलबम पार्कलाई हामीले एकीकृत रूपमा विकास गऱ्यौँ भने बोलबम पार्कको जुन वन छ यदि हामीले चाहने हो भने त्यसलाई हामीले धार्मिक वनमा रूपान्तरण गर्न सक्छौँ र त्यसो भयो भने त्यहाँ हामीले स्ट्रक्चरहरू निर्माण गर्नलाई पनि कुनै समस्या हुन्न। पार्क पिकनिक स्पोट धार्मिक स्थल चिन्तन मनन गर्ने अध्ययन गर्ने त्यो क्षेत्रको रूपमा पनि त्यहाँ अलि जमिन धेरै नै छ त्यो रूपमा त्यसलाई हामीले विकास गर्न सकिन्छ र एकसाथ त्यो विकास भएर जान्छ। यो बोलबमको पनि पार्कको पनि सँगसँगै विकास भएर जान्छ र त्यो पार्कले एउटा राम्रो आम्दानी दिने एउटा रमणीय स्थलको रूपमा पार्क पनि रहने र भोलिका दिनमा आध्यात्मिक चिन्तन मनन गर्ने एउटा ध्यानहरू गर्ने एउटा राम्रो एउटा त्यो ध्यान केन्द्रको रूपमा पनि त्यसलाई हामीले विकास गर्न सकिन्छ। यो हिसाबले एकीकृत रूपमा हामीले एकीकृत योजना लिएर गइयो भने छिटो विकास हुने कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु। तर अहिले जिम्मेवारी के छ भने नगर प्रमुखज्यूको पनि ध्यान आकर्षित भयो। सबै राजनीतिक दलका प्रमुख प्रतिनिधि सबैको यसमा चासो बढ्यो भने हामीले यो कामलाई छिटो अगाडि बढाएर लैजान सक्छौँ। लटरपटर भइरहने के उत्पादन पनि नदिने हुँदै पनि नहुने केही छैन भन्दा केही छ
छ भन्दा त्यसले केही उत्पादन बेनिफिट दिन्न भनेपछि त्यो त्यस्तै रहनु र त्यसलाई विकास गर्नुमा त धेरै फरक होला नि त। यहाँ हामीले के छ भने छुट्टा छुट्टै राजनीतिक दल बनाएको छौँ, थुप्रै दुकान छन्, छैन महिनामा नयाँ नयाँ पसलहरू नि खुलेका छन् राजनीतिक दलको, त्यो पनि छ। मान्छेहरूलाई तानातान लुछाचुडी गरेर आफ्नो आफ्नो पार्टीमा सङ्गठित गरेका छ। त्यसपछि त हाम्रो पार्टीको म फलाना पार्टीको म ढिस्कानो पार्टीको भन्ने छ। अनि यो काम फलाना पार्टीले गरेको, यो काम फलाना पार्टीले गरेको भनेर अब सत्तामा हुनेको नहुनेले विरोध गर्ने गरेर मान्छेलाई विभाजित हामीले गरियो, मान्छेलाई हामीले लड्न सिकाइयो, एकअर्कालाई खुइलाउन सिकाइयो। तर मिलेर काम गर्न पनि सिकाउन पर्यो। यदि यो क्षेत्रको विकासै गर्ने हो, यसलाई माथि उठाउने हो भने जुनसुकै क्षेत्रमा हामीले मिलेर काम गर्ने संस्कृति र संस्कारको पनि विकास गर्न सक्नुपर्दछ र मिलेर एकजुट भएर काम गर्दाखेरि त्यसबाट निक्लने द्रुत गतिमा निक्लने जुन नतिजा छ त्यो नतिजाले मात्रै यो धार्मिक पर्यटन मार्फत समृद्ध सैना महिनामा एउटा इँटा थप्न सक्छ, एउटा महत्त्वपूर्ण त्यो सफलता हुन सक्छ। त्यसबाट दर्जनौँ मान्छेको रोजगारी सिर्जना हुन सक्छ प्रत्यक्ष रूपमा, अप्रत्यक्ष रूपमा हजारौँ मान्छेको रोजगारी सिर्जना हुन सक्छ। त्यो दिशातर्फ हामी लाग्न सक्यौँ भने मात्रै अब हामीले त यो अलि टाढाको सोचेर एकजुट भएर अहिले काम गर्ने बानीको विकास गर्न सकिएन भने यो ठाउँ पछाडि पर्छ। ठाउँ पछाडि पर्ने भनेको यहाँका मान्छे पछाडि पर्ने हो। त्यसो भएर यस्तो कति भइरहने हो र त यसलाई हामीले बदल्न जरुरी छ र अहिलेको भइरहेको अवस्था बदल्नलाई पहिला आफू बदलिन पर्छ। आफू बदलिन भन्दा पहिला आफ्नो सोच बदल्न पर्यो र सोच बदलेपछि सोच अनुसार आफूलाई बदल्न पर्यो र अरूलाई साथमा लिएर हिँड्न पर्यो र बल्ल हामी गन्तव्यमा पुग्न सकिन्छ। त्यस कारण यो खोज्ने नयाँ चिज विकास राम्रो खोज्ने जस्ता तस्तै आफ्नो सोच पनि बदलिएको छैन, मान्छे पनि उस्तै छ, बानी बेहोरा नि उस्तै छ, कार्यशैली नि उस्तै छ, अनि कहाँ नयाँ चिज पाइन्छ। त्यही भएर त्यो हिसाबले अगाडि बढौँ भन्ने म हार्दिक आग्रह गर्न चाहन्छु र यो आज नयाँ कार्य समितिको हैसियतले शपथ लिइरहेको अवस्थामा शपथ ग्रहणमा पनि हामीले भनेका छौँ निष्ठापूर्वक इमान्दारीपूर्वक भेदभाव पक्षपात रहित ढङ्गले यो मन्दिरमा रहेका बखत रहँदासम्म काम गर्ने म प्रतिज्ञा गर्दछु र हाम्रो कार्य समितिले पनि त्यही प्रतिज्ञा गर्नुभएको छ भन्ने मैले ठान्दछु। र यो मन्दिरमा धाममा आउने भनेको केही दिनको लागि हो, कसैले केही प्राप्त गर्नको लागि सोच्नु भएको छ भने त्यो कुरा चाहिँ छोडिदिनु होला, परित्याग गर्नु होला। मैले आफ्नो लागि केही लिने भन्ने कुरा सोच्न पनि सक्दिनँ र अरूलाई त्यस्तो खालको कसैको सोच छ भने त्यो कुरालाई मैले साथ समर्थन दिन पनि सक्दिनँ। हेर्नुहोस्, त्यसमा मेरो कन्फ्लिक्ट सुरु भइहाल्छ। त्यसो भएर यसलाई एउटा तहको उचाइसम्म हामीले पुर्याउने सङ्कल्पका साथ हामी आएका छौँ र यसमा सबैको मैले पूर्व शर्त राखेको छु, सबैको सहयोग रह्यो भने त्यो प्राप्त स्रोतलाई विश्वास गरेर दिएको जुन प्राप्त स्रोतलाई सही ढङ्गले त्यसलाई परिचालन गर्ने, त्यसको सही सदुपयोग गर्ने मैले प्रतिबद्धता जाहेर गर्न चाहन्छु। त्यसो कुनै किसिमको हिनाबिना तलमाथि नगरिकन सही सदुपयोग गर्ने, सही ढङ्गले परिचालन गर्ने कार्य समितिको तर्फबाट प्रतिबद्धता प्रकट गर्दै यसको विधान बनाउने, यो अहिले मन्दिरमा तत्कालै छोटो समयमा आँखी झ्यालहरू राख्ने, यसको सरसफाइमा लाई प्राथमिकतामा राख्ने, गुरुकुल र अरू व्यवस्थापन गुरुकुललाई व्यवस्थित गर्ने र अरू मन्दिरको व्यवस्थापनलाई पनि चुस्त दुरुस्त बनाउने लगायतका जति कामहरू छन् त्यो कामलाई हामीले प्राथमिकतामा राखेर काम गर्नेछौँ। र स्थानीय समुदाय जो वरिपरिका दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको पनि मैले हार्दिक सहयोगको अपेक्षा गरेको छु। मन्दिरमा बिहान शङ्ख घण्ट बजेको हुनुपर्छ, पूजाको समयमा माइक बज्छ, यहाँ हल्ला हुन्छ के हुन्छ भन्न पाइन्न, बस्ने मन्दिरको छेउमा शङ्ख घण्ट बज्यो भनेर डिस्टर्ब भयो भनेर भन्न पाइन्न। हामीले बोलबमलाई स्थानान्तरण गर्न सक्दैनौँ हैन, पर लगाएर बजाउँ भनेर त्यो त यहाँ त शिवलिङ्ग त ट्र्याक्टर लाउँदा नि उखाल्न नसकेको भन्ने सुनेको छु मैले, हो कि होइन होइन। त्यस कारण यो त बज्छ मन्दिरमा त हेर्नुहोस्। त्यसो भएर
जुन विधिपूर्वक पूजाआजा हुन्छ, पूजाआजा हुने बेलामा 1-1.5 घन्टा माइक पनि बज्छ। त्यस्ता कुरामा कसैले अन्यथा पनि ठान्नुहुन्न, सबैको सहयोग हुनेछ। र यो एउटा गुन्जायमान एरिया नै पुरा गुन्जायमान, त्यो धार्मिक हिसाबले त्यसको भाइब्रेसन तरङ्ग चारैतिर फैलिएको अवस्थामा हुनु पर्यो र बल्ल मान्छेको फिलिङ हुन्छ भित्रपट्टि, म त पवित्र ठाउँमा आइपुग्यो भन्ने फिलिङ हुन्छ भित्रैबाट। त्यो हिसाबले यसलाई अगाडि बढाउने हाम्रो प्रयास रहनेछ भन्ने कुरा राख्दै, खास गरेर अब श्रावणी मेला आइहालेको छ, त्यसको तयारी लगायत अरू विभिन्न किसिमको तयारीको लागि अहिले आदरणीय रामबली दाइले भन्नुभयो अनुसार हामीले आज नै बैठक बस्ने छोटो आधा घन्टाको र केही सुझाव उपसमितिहरू गठन गर्ने र सरसम्मत धन्यवाद ज्ञापन पनि गर्ने सोच बनाएका छौँ। त्यसै कारण कार्य समितिका साथीहरू यो बैठक समापन हुनसाथ यो अफिसको माथिल्लो तलामा भएको हलमा सबै कार्य समितिका साथीहरू उपस्थित हुनुहोला। तुरुन्तै बैठक सुरु हुनेछ। हामी सम्पूर्ण यो पर्व परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामप्रति आस्था विश्वास राख्नुहुने महानुभावहरू, यसको कार्य समिति, यो अधिवेशनप्रति चासो राख्ने सम्पूर्ण आदरणीय महानुभावहरू सबैप्रति म यो समिति सर्वसम्मत रूपमा चयन भएकोमा सबैले खुसी प्रकट गर्नुभएको छ र उहाँहरूले जे विश्वास राख्नु भएको छ यो अधिवेशनबाट निर्वाचित समितिबाट, त्यो विश्वास उहाँहरूले राख्नुभएको विश्वासमा तलमाथि हुन नदिइकन त्यसलाई उहाँहरूको सोचलाई अझ उच्च राख्ने एउटा सम्मानपूर्वक ठिक कार्य समिति बनाइएछ भन्ने हिसाबको एउटा त्यो अवस्था सिर्जना गर्ने ढङ्गले हामीले कामलाई अगाडि बढाउनेछौँ। तपाईँको विश्वासलाई कहिले गिर्न दिने छैनौँ भन्ने विषय यहाँहरू समक्ष राख्दै पुनः हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दै मेरो भनाइ अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। बोलबम। नवनिर्वाचित अध्यक्ष उहाँले सबैलाई धन्यवाद र आफ्नो भविष्यको कार्ययोजना समेत यहाँ प्रस्तुत गरेर जानुभएको छ र यसै क्रममा हामी कार्यक्रमका लगभग अन्त्यमा छौँ र यसै क्रममा आफ्नो शुभकामना मन्तव्य राख्नु हुनका लागि यस कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख आदरणीय फडेन्द्र प्रसाद शर्माज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज अत्यन्त महत्त्वपूर्ण घडीमा यस धामको 8औं अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूलाई हामी शपथ ग्रहण गरायौँ र उहाँहरूको प्रतिबद्धता पनि हामीले सुन्यौँ। सबैको इच्छा र चाहना पर्व परमेश्वर बोलबम धामलाई देशकै एउटा उत्कृष्ट धाम बनाउनु पर्दछ भन्ने हामी सबैको मूल मान्यता हो र त्यो धाम सैनामैनावासीको एकताको प्रतीक पनि र आज यो धाम यहाँसम्म लिएर आउँदा हजारौँ धर्मावलम्बी अग्रज महानुभावहरूले धेरै ठुलो त्याग तपस्या गरेर आज यो अवस्थामा हामीले यो अवस्था देख्न पाएका छौँ। ती अग्रजहरूलाई पनि म सम्झन चाहन्छु र उहाँहरूको जुन योगदानको सैनामैना नगरपालिका कदर पनि गर्न चाहन्छ र अहिले जति विकासको गति अगाडि बढ्दै जान्छ त्यति चुनौतीहरू पनि बढ्दै जान्छन्। जहाँ सम्भावना छ त्यहाँ चुनौती पनि त्यत्तिकै नै छ। यस धामलाई सङ्घीय सरकार र प्रदेश सरकार र स्थानीय सरकार तिनवटै सरकारले राम्रोसँग चिनेको छ। चिनेकै कारणले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले वर्षेनी यसमा अरू महत्त्वपूर्ण कार्यमा लगाउनु पर्ने बजेटलाई काटेर यस धाममा लगाएको म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यसको अझै पनि 40% गृह योजनाको काम बाँकी नै छ।
नेपालमा कुनै पनि योजना सम्पन्न गर्नका लागि धेरै कठिनाइहरू पनि छन्। बजेट पर्छ, ठेक्का हुन्छ, ठेक्दारले समयमा काम गर्न सक्दैन। एकातिर यो पाटो छ, अर्कोतिर काम सम्पन्न गरिरहेको हुन्छ तर त्यसले पैसा पाउँदैन। 3 वर्ष अगाडि सुरुवात गरेर 4 साल सम्पन्न गरेको कामको पैसा बल्ल यस वर्ष ठेक्दारले भुक्तानी पाएको छ। यो कठिनाइहरू पनि हामीले भोग्न परिरहेको हुन्छ। त्यसकारण यी कुराहरूमा पूर्व नगर प्रमुख स्थानीय सरकार चलाएको व्यक्ति भएकै कारण उहाँमा गतिशीलता पनि छ। उहाँको नेतृत्वमा उहाँले गर्ने क्षमता पनि राख्नुहुन्छ। त्यसकारण पनि यस कामको अझ गतिशीलतामा उहाँको महत्त्वपूर्ण योगदान रहन्छ भन्ने मैले विश्वास पनि लिन चाहन्छु। उहाँको नेतृत्व लगायत सबैलाई म हार्दिक शुभकामना, बधाई र अझ कामको प्रतिफल आउन सक्नेछ भन्ने चाहना पनि व्यक्त गर्न चाहन्छु। र यहाँ धेरै कुराहरू पनि अरू हुन सक्छ। मान्छेले सकारात्मक कुरा गर्नुभन्दा धेरै नकारात्मक कुरा गरेर नै समय बिताइरहेको अवस्था छ। हामी मन्दिर बनाउनपट्टि लाग्यौँ भने यहाँ लागिरहेछौँ र यिनले मन्दिर बनाउँदा कति खाए भन्ने मान्छेहरू पनि यही छन्। प्रश्न उठाउने मान्छेहरू पनि यही छन्। शिवको मन्दिरमा हामी आएर विभूति लाएर मात्रै जाने एउटा सिद्धान्त छ। त्यहाँबाट लिएर गयो भने शिवस्व लाग्छ भन्ने त्यो संस्कारमा हुर्केको हामी। त्यो कुरा पनि यथार्थ छँदैछ। जसले शिवस्व खान्छ त्यसको 7-10 सन्तानलाई खान पुग्दैन, खान हुँदैन भन्ने हाम्रो अग्रजहरूले भनेको हामीले सुनेकै छ। त्यसकारण यो कुरामा हामी अत्यन्त सचेत र सजग हुनुपर्ने कुरामा हामी जुन आस्था बोकेर हिँडिरहेछौँ त्यो आस्थाले हामीलाई सिकाएको छ। र अहिले खास गरेर यस धामलाई मजबुत बनाउनका लागि अरू पालिका जोडौँला, अरू जिल्ला जोडौँला, अरू प्रदेश पनि जोडौँला, तर सबभन्दा पहिला जोडिनु पर्यो 6 महिना। आज 6 महिना जोडिन सकिया छैन। हामीले हाम्रो प्रवृत्ति र संस्कार एकातिर बोल्छौँ, एकातिर गर्छौँ। हरेक टोलमा अहिले हामीले शिव मन्दिर बनाइरहेको छौँ। 6 महिनामा बनाएको यत्रो शिव मन्दिर जुन अहिले 7 करोड खर्च गरेर बनाएको छ, राज्यले पैसा लगाएर, राज्यको करको पैसा, जनताको करको पैसा लगाएर बनाइरहेका छौँ। अब हामीले प्रत्येक टोलमा शिव मन्दिर किन चाहियो? त्यहाँ हुने खर्च यहीँ ल्याएर गरौँ नि त। त्यहाँ बुवाको नाममा मन्दिर बनाइएछ भने बुवाको नाम यहाँ कुन ठाउँ के बनाउने हो त्यो लेखौँ नि त। त्यहाँ आमाको नाममा केही खर्च गरिएको छ भने आमाको नाममा यहीँ लेखौँ नि त। त्यो कुरा गर्न सक्यो भने अनि यसलाई 3 वर्ष भएन 1 वर्षमा यसको रूप परिवर्तन हुन सक्छ। करोडौँ रुपियाँ बाहिर खर्च भएको छ यही शिव मन्दिरको नाम। शिव 2टा छ भन्ने त मलाई लाग्दैन। त्यस ब्राह्मणमा शिव भनेको एउटै होला। त्यसकारण हामीले हरेक मनमा अलग अलग शिव होला, तर भौतिक रूपमा देखिने मन्दिर शिवको त यही बनाउनु पर्छ। पशुपतिनाथ जस्तै यही बनाउनु। त्यसका लागि पनि हामीले प्रत्येकले अहम भूमिका खेल्नुपर्दछ भन्ने मैले आशा र विश्वास गर्छु। र अब श्रावणी मेला लागिरहेको छ। अब योजना बन्दैछ। नगरपालिकाले बसा निर्माण गरिसकेका छ। काठमाडौँमा निर्माण भइसकेको छ पित्तलको। अब त्यो बसालाई ल्याएर स्थापित गर्न जरुरी छ, किनकि यहाँ धेरै टीका टिप्पणीहरू पनि भएको छ। शिवको अगाडि बसा छैन हुँदैन। त्यो पूर्णता दिनुको लागि यसै वर्ष हामीले निर्माण गरिसकेका छौँ।
त्यसलाई तत्काल ल्याएर गर्नुपर्छ। अर्को कुरा के छ भने हाम्रो संस्कार र संस्कृति मन्दिरमा गएर फोहोरो गऱ्यो भने ठुलोमा त्यहाँ ल्याएर शिवमाथि खनाएर फोहोरो गर्नुपर्छ। त्यसको सिस्टम पद्धतिलाई हामीले फोहोरो रोक्ने पद्धति निर्माण गर्नुपर्छ। कम्तीमा सफा भयो भने पनि त्यहाँ मन्दिरमा गएको प्राप्त गर्ने शान्ति हो। हामीले यहाँ हाम्रो पूर्व नगरपालिकाले भन्नु केही पाइँदैन, यहाँबाट केही लाने होइन भने यहाँ लाने शान्ति मात्रै हो। त्यो पोको पारेर लाने होइन, शान्तिलाई पोको पार्न सकिँदैन, अनुभूति गर्ने कुरा। त्यसकारण यो कुरा शान्ति पाउनको लागि यहाँको वातावरण शान्त हुनुपर्छ। त्यो व्यवस्थापन अभावको व्यवस्थापन गर्नु जरुरी छ। शिवको मन्दिरमा आइएछ फुलबारी नै छैन, जग्गा त्यतिकै खालिया छ। फुलबारी बनाउनको लागि धेरै खर्च पनि लाग्दैन। आउने दाताहरूलाई जग्गा बाँड्नु नि तपाईँहरूले यहाँ फुलबारी बनाउनुहोस् यहाँ भने उहाँको योगदान त्यही देखाउनुहुन्छ। सङ्घ संस्थालाई चाहिँ यहाँ कहीँ जेसिस आइरहेको हुन्छ, कहीँ रोटरी आइरहेको हुन्छ, कोही लायन्स क्लबहरू आइरहेको हुन्छ, कोही अरू धार्मिक संस्थाहरू हुन्छ। जेसिस बगैँचा, रोटरी बगैँचा, लिगो बगैँचा भनेर ससाना बगैँचाहरू बनाउनु दियो नि त हामीले। न त्यहाँ ठुलो भौतिक निर्माण गर्नु पनि आवश्यक पर्यो भने त्यो बगैँचालाई हामीले डिसमेन्टल गर्न पनि सकिन्छ। त्यो बगैँचा डिसमेन्टल गर्नका लागि वनसित सोध्नु पनि पर्दैन। त्यसकारण यो कुराहरू, यी साना कुराहरूलाई व्यवस्थापन गर्न सकियो भने यो मन्दिरको दिशा र दशालाई परिवर्तन गर्न सकिन्छ भन्ने मलाई लाग्छ। र यो मन्दिरमा प्रयोग गर्ने वस्तुहरू जस्तै यो अहिले खादा लगाइएको छ, यो खादाको मन्दिरले ब्रान्डेड गरोस्, टी सर्टहरू मन्दिरले ब्रान्डेड गरोस्, गुणस्तरीय होस्, क्वालिटीको ब्रान्डेड गरोस्। त्यही मन्दिरले 2 पैसा दिएर बेच्न लगाओस्, आफ्नो स्टक राख्न सकोस्। त्यहाँबाट हामीले ब्रान्डेड गरेर राम्रो बनाएर त्यो रुद्राक्षको माला ब्रान्डेड गर्न सकोस्, बोधिक्षितको माला मन्दिरले ब्रान्डेड गरेर बेच्न सकोस्। यी कुराहरूबाट मन्दिरलाई अगाडि बढाउन सकिन्छ। र अहिले सैना महिनाको विकास अत्यन्त तीव्र गतिमा अगाडि बढेको छ। र मैले फेसबुक हेर्छु, मलाई अत्यन्त चिन्ता पनि लागिरहेको छ। विकासलाई अनुभूति गर्ने यहाँ सैना महिनामा फेसबुक चलाउनेहरू छैनन्, सामान्य जनताहरू छन्। फेसबुक चलाउनेहरू, टाढा बाटाहरू देख्न जानेहरू विकासको अनुभूति गरेका छैनन्। तर म विश्वास दिलाउन चाहन्छु, अहिलेको संयुक्त सरकारमा धेरै विकासको गति बढाएको छ। संघीय सरकारले बढाएको छ, प्रदेश सरकारले बढाएको छ, स्थानीय सरकारले बढाएको छ। संघीय सरकार पनि संयुक्त छ, प्रदेश सरकार पनि संयुक्त छ, तर स्थानीय सरकार पनि अघोषित संयुक्त छ भने यो कुराहरूलाई बुझ्न जरुरी छ। पालो सबैको पर्खिनुपर्छ, हतारिएर पालो आउँदैन। प्रदेशमा त आउला, सङ्घमा त आउला, स्थानीयमा त टाइम नभइकन 5 वर्ष नभइकन पालो आउनु। तपाईँहरू सबैलाई मैले जानकारी गराउन चाहन्छु। र अहिलेको गतिशील सैना महिनाको गतिशीलता हाम्रो एक दिनको एकजनाले गरेकोले त्यसले पूर्णता पाउनै सक्दैन। हिजो नगर प्रमुखले जो गर्नुभयो त्यो गरेका सुरुवात गरेका योजनाहरूले हामीले निरन्तर अगाडि बढाइरहेका छौँ। कुनै पनि योजनालाई यो बदल्नुपर्छ भनेर भनेको छैन, त्यो हाम्रो धर्म र कर्म पनि हो। हिजो रिङ रोड सुरुवात भयो,
अब यो त्यसलाई पूर्णता दिने तर्फमा हामी गएको छौँ। जम्मा रिङ रोडमा 2वटा पुल मात्रै बन्नु बाँकी छ। रिङ रोडै हेर्नु भएको छैन 6 महिनाको। कम्तीमा एक दिन साइकल चढेर भयो भने सबैले हेर्नु। वार्ड नम्बर 3 को एउटा पुल र वार्ड नम्बर 9 को बन्द्रामा मात्रै पुल बन्न बाँकी छ रिङ रोड। अरू सबै पुल भइसक्यो। सालजुली खण्डको 21 किलोमिटर बाटो अहिले भर्खरै 1,68 करोडमा ठेक्का जाँदैछ। त्यति मात्र होइन, सङ्घीय सरकारले अहिले 6 महिनामा ससाना जोड्योभन्दा धेरै हुन सक्छ, तर 70 करोडभन्दा बढी त सङ्घीय सरकारका योजनाहरू छन्। ती योजना सम्पन्न 1 वर्षमा हुँदा 6 महिनाको विकासमा पड्को मार्छ कि मार्दैन? त्यो पैसा त यहाँको नगर प्रमुखले प्रयोग गर्ने पनि होइन, यहाँका मान्यहरूले पनि प्रयोग गर्ने होइन। 6 महिनाको विकासकै लागि दिएको पैसा हो। त्यो कुराको अनुभूति हामीलाई हुने कि नहुने? फलाना प्रधानमन्त्री हुँदा आएको पैसा भनेर हामी यहाँका जनताले भन्न पाइन्छ? फलाना मुख्यमन्त्री हुँदाको बेलामा आएको पैसा भनेर यहाँको विकासमा दिएको पैसा भन्न पाइन्छ? फलाना नगर प्रमुखको भएको बेलामा आएको पैसा भनेर हामीले भन्न पाइन्छ? हाम्रो पैसा होइन। त्यसकारण तपाईँहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु, अहिले गाउँघरमा जाँदा अझै पनि विकासप्रति सकारात्मक छ। विकास हुँदैछ, बाटो बनिँदैछ, त्यहाँ गाडीको भौछारहरू आइरहेको छ। विकास भएको छ, बिजुली लागेको छ, त्यहाँ पोल गाड्न दिइँदैन। विकास आएको छ, पैसा आएको छ, नाली खन्न दिइँदैन। यत्रो 6 लेन निर्माण भइरहेछ, त्यहाँ सामान्य अब्स्टकलहरू आइरहेछ। राज्यले गर्नुपर्नेमा त्यहाँ किनेर लिने बाटोको व्यवस्थापन गर्न सकिएको छैन। त्यहाँ उसले प्रयोग गर्ने नदीजन्य पदार्थहरूको व्यवस्थापन गर्न सकिएको छ। त्यसको लागि सचेत आज बरुवा परमेश्वर बोलबम धाममा हामी उपस्थित छौँ। हाम्रो माध्यमबाट पनि सबैमा सद्बुद्धि जाओस्, यसमा विकासप्रति हाम्रो सकारात्मक सोच बन्न सकोस् भन्ने कामना पनि गर्न चाहन्छु। र अरू बेलामा धेरै कुराहरू गरौँला, आज धेरै कुराहरू पनि गर्ने कुराहरू भन्दा पनि तपाईँहरूको कार्यकाल, सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। यो मन्दिरको विकासका लागि नगरपालिका मनसा वाचा कर्मण तन मन धन वचन कर्मले प्रतिबद्ध छ। नगरपालिकाले यो कहीँ कतै त्यसको लागि असर गर्ला, पछि हट्ला भन्ने कुरा कसैले पनि नसोच्नु। हाम्रो पालामा भएको विकास भयो भने त भोलि हामीले जनताले सम्झिन्छ नि। फलानु अध्यक्ष हुँदा भएको थियो, फलानु मेयर भयो भएको थियो, फलानु वडाध्यक्षजी भयो हुँदा भएको थियो, फलानु उपाध्यक्षजी भयो हुँदा गएको थियो भनेपछि हामी सबैको नाम आयो। त्यसकारण कर्म गरौँ, सबैको नाम आउँछ। त्यसकारण यो कुराहरू हामीले सिकाउनु पर्दछ। यही कुराहरू राख्दै यो आजको महत्त्वपूर्ण कार्यक्रममा उपस्थित भएर यहाँ आफ्ना विचारहरू राख्ने अवसर पनि प्राप्त हो र अध्यक्षजी लगायत सबैलाई शुभकामना दिने अवसर पनि प्राप्त हो। यसको लागि मन्दिरका निर्वाचन समितिका संयोजक सदस्यहरू, पूर्व समितिका पदाधिकारीहरू, सदस्यहरू सबै र यहाँ उपस्थित हुने महानुभावहरू, धेरै समाजसेवी व्यक्तित्वहरू, राजनीतिक पार्टीका प्रतिनिधिहरू, प्रमुखहरू, आजको यो कार्यक्रमलाई यहीँ समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। बोलबम। बोलो बम, देवादिदेव बोलो
tomorrow.